हेलो साथीहरू, इट्स मी मनीषा। वेलकम टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र धेरै समयपछि मैले भिडियो अपलोड गर्दैछु साथीहरू, किनभने समय नपाएको कारणले मसँग सानो बेबी छ अनि म समय नै पाउँदैन डेली ब्लग हाल्न साथीहरू। अनि किन भन्दाखेरि एडिटिङ गर्नुपऱ्यो, भोइस ओभर गर्नुपऱ्यो अनि बच्चासँग भ्याउँदै भ्याउँदैन साथीहरू। अनि त्यही भएर समय मिलेको बेलामा चाहिँ म हजुरहरूको सामु नयाँ नयाँ कुराहरू, नयाँ नयाँ जानकारीहरू, होइन, मैले के बनाउँछु, कसरी बनाउँछु भन्ने हरेक कुराहरू म हजुरहरूको सामु सेयर गरिरहेको छु। अनि त्यसरी नै हजुरहरूले साथ सपोर्ट दिनुहोला, माया गरेर लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू मेरो भिडियोलाई हेरेर। र साथीहरू, अनि यहाँ चाहिँ हामी सोनमको स्कुल आएका छौँ। अनि आज चाहिँ हल्का मिटिङ थियो सोनमको स्कुलमा। अनि हामी बुढाबुढी चाहिँ अनि सोनमको स्कुल गयौँ। अनि सर बिजी हुनुको कारणले हामी एकछिन यसो प्रेयर हेऱ्यौँ। अनि उहाँ चाहिँ प्रेयर हेर्दा चाहिँ हामीलाई याद आयो हाम्रो बचपनको, होइन साथीहरू। अनि यहाँ चाहिँ फेरि साथसाथै प्रेयर सकेको साथसाथै चाहिँ कराटे एकछिन कला देखाउन थाले बच्चाहरूले। अनि हामी पनि हेर्न लाग्यौँ भने यसो मैले पनि भिडियो बनाइहालेँ, नयाँ कुराहरू साथीहरूको सामु सेयर गरौँ भनेर। अनि हेर्न थालेँ साथीहरू। अनि बच्चाहरूको ट्यालेन्ट देखेर चाहिँ म एकदमै, होइन, इम्प्रेस भएँ। म एकदमै, होइन, खुसी लाग्यो बच्चाहरू आजभोलिका, होइन, कस्तो ट्यालेन्ट। हामी जस्तो हामी त भाँडाकुटी खेल्थ्यौँ साथीहरू, होइन, हामी त घर घर खेल्ने भन्थ्यौँ, होइन, के खेल्थ्यौँ हामी त। हाम्रो खेल नै अर्कै थियो। तर अहिले चाहिँ खेलको साथसाथ स्किल, होइन, लाइफको लागि धेरै काम लाग्ने कुराहरू। अब यो कराटे सिकेर कराटे मास्टरहरूले, होइन, कराटे मास्टर बन्छन्, होइन, देश विदेश गएर एकदमै ट्रफी जितेर ल्याउँछन्, धेरै कुराहरू गर्छन्। आजभोलिका बच्चाहरूले ट्यालेन्ट एकदमै कुटी कुटी भरेको छ साथीहरू, होइन। आजभोलि बच्चाहरूमा हेर्नु न, डान्स गरेका एकदमै कस्तो राम्रो के, एकदमै हलुको जिउ लिएर हलुको जिउ गरेर, होइन साथीहरू। अनि आजभोलि बच्चाहरू धेरै 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 ट्यालेन्ट भइसकेका छन्। त्यही भएर अनि कराटे चाहिँ सिकाउनु पर्दो रहेछ, होइन। फिट पनि हुन्छन्, आफ्नो शरीर पनि एकदम फिटनेस हुन्छ साथीहरू, होइन। यसरी आफ्नो बच्चाहरूलाई चाहिँ कराटेहरू सिकाउँदा धेरै राम्रो, उहाँहरूलाई भविष्यको लागि भविष्यमा धेरै काम लाग्दो रहेछ। स्किल भनेको एकदम भेरी इम्पोर्टेन्ट, होइन, हाम्रो लाइफमा। सो हजुरहरूले पनि सिकाउन सक्नुहुन्छ।